Hello everyone, welcome back. This is Dr. Manish Chaulagai. I recently completed my MBBS degree from Manipal College of Medical Sciences. आजको भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ किनभने आजको भिडियोमा हामी डिस्कस गर्दै छौं कमन मिथ्स मिसकन्सेप्सन अबाउट MBBS इन नेपाल. नन मेडिकल फिल्ड स्टुडेन्टहरुले र कमन मान्छेहरुले सोच्ने MBBS प्रतिको धारणा त्यो विषयलाई मैले नोट डाउन गरेको छु र त्यो इन्डिभिजुअल विषयलाई आज हामी केलाउँदै छौं. आज म चाहिँ मेरो आफ्नो विचार व्यक्त गर्न खोज्दै छु. Alongside the myths and misconception, I'll also be providing you some facts, some figures regarding MBBS in Nepal that will certainly help all the CE aspirants, that will certainly help to those who are studying in grade 11, grade 12 or who are trying to pursue MBBS in Nepal. MBBS को बारेमा यति कुराहरु चाहिँ जान्नै पर्छ र MBBS प्रति राख्ने myths, misconception र धारणाहरुलाई चाहिँ सच्याउन जरुरी छ किनभने आफूले पढ्ने डिग्रीको बारेमा जान्न जरुरी पनि हुन्छ. साथीको लयलयमा, फ्यामिलीको प्रेसरमा अथवा कसैको इन्फ्लुएन्समा चाहिँ कुनै पनि डिग्री अथवा आफ्नो लाइफको चोइस बनाउनु हुँदैन भन्ने कुरालाई पनि आजको यो भिडियोले एड्रेस गर्नेवाला छ. So this video will be fun and informative at the same time. I am excited about it. I hope you all will stick with me till the end of this video. Let's get started. Myths regarding the study and personality. Myths regarding the finance or financial aspects, the social myths regarding MBBS, and some of the myths regarding the MBBS college or medical college in Nepal. First of all, MBBS अथवा डाक्टर पढ्ने भन्ने बित्तिकै CA सँग कम्पेयर गर्दै आइरहेको हुन्छौं है. मेरो मम्मीले चाहिँ मलाई CA पढाउने कि भन्ने विषयमा सोच्नु भएको थियो है र मैले र मेरो बाबाको डिसिजन चाहिँ MBBS मा जाने भन्ने थियो र CA पढ्न अथवा भर्ना हुन CA मा छिर्न एकदम सजिलो हुन्छ भन्ने एउटा कन्सेप्ट थियो र MBBS मा चाहिँ के थियो भन्दाखेरि MBBS मा छिर्न नै डिफिकल्ट हुन्छ किनभने एन्ट्रान्स एक्जाम हैज अलवेज बीन वन अफ द टफेस्ट एक्जाम्स अफ द एन्टायर कन्ट्री. ओके, त्यसकारणले गर्दा अहिले CE भएको जस्तै पहिला झन् थुप्रै एक्जामहरु हुन्थ्यो, BPKHS, KU, TU. त्यसकारणले गर्दा यो एक्जामहरु चाहिँ छिर्न चाहिँ गाह्रो MBBS मा र MBBS मा पढ्न सजिलो, MBBS बाट निक्लिन सजिलो भनेर कन्सेप्ट थियो र CA मा चाहिँ छिर्न सजिलो तर CA चाहिँ पास आउट हुन एकदम गाह्रो. अब CA को चाहिँ हेर नो MBBS इज इजी भनेर चाहिँ म कहिले पनि भन्दिन है. MBBS इज वन अफ द मोस्ट वेग सब्जेक्ट्स अफ द वर्ल्ड किनभने हामीले सबै किसिमको डिजिज र सबै किसिमको मेडिकल कन्डिसन्सहरु स्टडी गर्नुपर्छ र MBBS सजिलो छ भनेर यतिकै भन्न चाहिँ म सक्दिन. र जुन त्यो मिथ थियो नि डिफिकल्ट छिर्नको लागि तर निक्लिन सजिलो भन्ने किसिम चाहिँ किन भनेको भन्दाखेरि चाहिँ मल्टिपल अटेम्प्ट्सहरु चाहिँ प्रोवाइड गर्छ हाम्रो युनिभर्सिटीले है. फेल भए पनि फेरि रि एक्जाम दिने अटेम्प्ट्स प्रोवाइड गर्छ तर CA मा त्यो प्रोवाइड नहुने भएको कारणले गर्दाखेरि चाहिँ डिफिकल्ट भएको हुनुपर्छ. यु वन्ट बी अ गुड डक्टर इफ यु डोन्ट स्टडी. अनि अर्को कुरा भनेको यु विल लुज मेनी थिंग्स इफ यु बिकम अ गुड डक्टर. र अर्को एउटा मिथ्स पनि हुन्छ MBBS चाहिँ एकदमै धेरै गाह्रो भन्ने कुरा पनि हुन सक्छ है. अब मैले भनिसके अघिल्लो स्टेटमेन्ट मैले भनिसकेको छु MBBS सजिलो छैन र MBBS गाह्रो पनि छैन. MBBS जस्ट मेरो विचारमा के छ भन्दा इट इज जस्ट वेग. धेरै छ के पढ्न धेरै छ, धेरै कुराहरु याद गर्न सकियो भने चाहिँ एकदमै गाह्रो हुँदैन है. अब याद गर्न सक्ने मान्छेले जो मान्छेले एकदम क्याची छ र जो मान्छे धेरै कुराहरु याद गर्न सक्छ, धेरै कुराहरु मेमोराइज गर्न सक्छ भने MBBS इज नट दैट डिफिकल्ट फर यु. अब कस्तो मान्छेले MBBS डिफिकल्ट हुन्छ भन्दाखेरि जो प्रोक्रास्टिनेसन को ह्याबिट राख्छ र जो हार्ड वर्किङ छैन भने है उनीहरुलाई चाहिँ MBBS ले चाहिँ चेताउने वाला छ. र अर्को हाम्रो एनाटोमीको प्रोफेसरले पनि भन्नुहुन्थ्यो हामीलाई आई डोन्ट वान्ट स्मार्ट पिपल अराउन्ड, आई वान्ट हार्ड वर्किङ स्टुडेन्ट्स भन्नुहुन्थ्यो है. किनभने MBBS मा स्मार्टनेस अथवा जुन त्यो इनोभेटिभ कुराहरु भन्दा पनि जुन कुरा अलरेडी नोन छ नि हामीलाई, जुन कुरा अलरेडी फ्याक्ट हो नि त्यो कुराहरु चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ. त्यसकारणले गर्दा मैले बारम्बार भन्ने गरेको छु you have to be hard working enough for MBBS है. र अब MBBS डिफिकल्ट हो कि इजी हो भन्ने कुराहरु you got to know it. र अर्को एउटा रुमर पनि छ कि MBBS पढ्ने स्टुडेन्टले चाहिँ डेली स्टडी गर्नुपर्छ भनेर. एन्ड आई वुड लाइक टु से यस है. MBBS मा चाहिँ अब कहिलेकाहीँ पढेर अथवा जुन अरु डिग्रीहरुमा हुन्छ नि एक्जामको नोटिस आयो अनि बल्ल पढ्न थालेको छ अथवा एक एक्जाम अर्को हप्ता हो अनि बल्ल पढ्न थाल्ने र पास गर्ने त्यो चाहिँ नहुन सक्छ है. MBBS मा चाहिँ डेली स्टडी गर्नुपर्ने हुन्छ. यु हैव टु मेक स्टडी एज योर ह्याबिट. मेडिकल स्टुडेन्ट्स दे आर अलवेज स्ट्रेस्ड भन्ने छ है. आई वुड लाइक टु से नो है. किनभने मेरो लाइफलाई नै मैले निहालेर हेर्ने हो भने आई डिड 4 ट्रेक्स ड्युरिङ माई MBBS डिग्री
एन्ड आई अल्सो इन्जोयड स्टडिङ, आई अल्सो इन्जोयड प्लेइङ। सबै कुराहरूलाई लाइफ इज लाइक अ ब्यालेन्स है। यसलाई ब्यालेन्स गर्न सक्यो भने चाहिँ तिमीले स्ट्रेसलाई अभोइड गर्न सक्छौ। त्यो स्ट्रेस म्यानेजमेन्ट त आफैले सिक्नुपर्ने कुरा हो र स्ट्रेसफुल हुन्छ एमबिबिएस भन्ने पनि त्यो एउटा गलत मिथ हुन्छ गाइज। अब एमबिबिएस पढ्ने अथवा मेडिकल स्टुडेन्ट्सहरू चाहिँ नर्ड हुन्छन् होइन, सोसियल हुँदैनन्, दे आर लाइक इन्ट्रोभर्ट्स भन्ने कुराहरू हुनसक्छ है। नो गाइज है, लुक एट मी है, मैले युट्युबिङ भिडियो पनि गरिरहेको हुन्छु र अरू धेरै डिफ्रेन्ट एक्टिभिटिज मेरो हबिजहरूलाई पनि फलो गरिरहेको हुन्छु। हामीले कति युट्युब, टिकटक र सोसियल मिडियामा एक्सट्रोभर्ट पर्सनालिटीहरू देखिरहेको हुन्छौँ है। सबैजना नर्ड हुन्छन्, सबैजना चाहिँ इन्ट्रोभर्ट नै हुन्छन् भन्ने हुँदैन है। अल डक्टर्स आर नट इन्ट्रोभर्ट, बट आई बिलिभ इज डक्टर्स निड टु बी एक्सट्रोभर्ट है। किनभने बिरामीसँग निकाल्नु पऱ्यो नि त सबै कुराहरू, बिरामीसँग त छिट्टै घुलमिल हुनु पऱ्यो। सो इन्ट्रोभर्ट भन्दा पनि डक्टर्सहरू चाहिँ एक्सट्रोभर्ट नै हुन्छन्। र अर्को एउटा कमन मिसकन्सेप्सन चाहिँ के भइदिन्छ भन्दाखेरि सिङ्गलबाट मिङ्गल भइन्छ एमबिबिएस भइसकेपछि भन्दा चाहिँ है। त्यो यो बारेमा चाहिँ कमेन्ट नगर्दा नै बेटर हुन्छ, किनभने सिङ्गलबाट मिङ्गल हुनु भनेको चाहिँ तिम्रो प्रोफेसनले भन्दा पनि तिम्रो पर्सनालिटीले बढी रोल खेल्छ जस्तो लाग्छ मलाई है। देयर आर इन्स्टेन्सेस द्याट माई फ्रेन्ड्स हु जोइन एमबिबिएस दे आर स्टिल सिङ्गल अप टु नाउ होइन। सो त्यस कारणले गर्दाखेरि चाहिँ अब सिङ्गलबाट मिङ्गल हुनु चाहिँ not about the degree, but it is about your personality, it is about your charm, and it is about how you approach. So त्यो कुरा चाहिँ एउटा मिथ नै हो भन्छु म। अब एमबिबिएसमा आइसकेपछि चाहिँ एक्लो भइन्छ होइन, अथवा आइसोलेटेड भइन्छ, घरबाट साथीहरूबाट टाढा भइन्छ भन्ने कुरा पनि हुनसक्छ है। त्यो चाहिँ मैले फेरि पनि भन्नुपर्छ, अथवा स्टडी र आफ्नो फ्यामिली टाइमलाई ब्यालेन्स गर्न सकिएन भने चाहिँ यु विल फिल अलोन है। कहिलेकाहीँ दसैँमा, कहिलेकाहीँ तिहारमा फेस्टिभलहरू छुट्छ है, र साथीहरूसँगको प्लान छुट्न सक्छ है। आफ्नो बिलोभेड वानसँग अलिक टाइम नमिल्न सक्छ, छुट्न सक्छ, धेरै प्लानहरू चाहिँ पोस्टपोन गर्नुपर्ने हुनसक्छ, क्यान्सल गर्नुपर्ने हुनसक्छ। सो त्यो चाहिँ फ्याक्ट नै हो कि कहिलेकाहीँ एक्लो भइन्छ, कहिलेकाहीँ चाहिँ एकदम डिफिकल्ट सिचुएसनसँग डिल गर्नुपर्ने हुन्छ। उठ्न साथै पढ्छन्, खाने बेलामा पनि पढ्छन्, टोयलेट जाने बेलामा पनि पढ्छन्, साथीहरूसँग भएको बेलामा पनि पढ्छन् भन्ने त्यो चाहिँ मिसकन्सेप्सन छ। पढेको पढै गर्नुपर्छ भन्ने त्यो पनि गलत हो है। मैले फेरि पनि भन्छु, सबै कुरा ब्यालेन्स नै हो, आफ्नो टाइम टेबल नै हो। टाइम टेबल मिलाइसकेपछि चाहिँ पढेको पढै मात्रै गर्नुपर्छ भन्ने पनि छैन, आफ्नो हबिजलाई पनि फलो गर्न सकिन्छ। नाउ कमिङ ब्याक टु सम फाइनेन्सियल मिथ्स रिगार्डिङ एमबिबिएस है। एमबिबिएसमा पेइङमा पढ्नको लागि चाहिँ जुन एमइसीले तोकेको रकम छ 40 to 44 लाख त्यति मात्रै लाग्छ कि भन्ने एउटा मिसकन्सेप्सन हुनसक्छ। त्यो चाहिँ गलत हो है। 44 लाख त बेसिक ट्युसन फी मात्रै हो, त्यसपछिको चाहिँ होस्टेल चार्ज, खाना बस्नको त भइहाल्यो। सबै गरेर इन टोटल राइट नाउ चाहिँ 50 लाख चाहिँ मिनिमम स्पेन्ड हुनसक्छ। त्योभन्दा बाहेकको बुकको कुराहरू आउँछ, स्टडी मटेरियल्सको कुराहरू आउँछ, अब आइप्याडको कुराहरू आउँछ र अरू सबै सामानहरू गरेर अबाउट 50 लाख चाहिँ एउटा पेइङमा पढ्ने स्टुडेन्टको लागि त्यति चाहिँ खर्च अभियसली हुन्छ। त्यति भन्दैमा चाहिँ पेइङमा स्कलरसिप पढ्नु चाहिँ वर्थ नै छैन भन्ने पनि एउटा मिसकन्सेप्सन अथवा मिथ हुनसक्छ। द्याट इज भेरी भेरी रङ गाइज। स्कलरसिप सिट भनेको चाहिँ एकदम लिमिटेड मात्रै छ र म्याक्सिमम स्टुडेन्ट पढ्ने नै पेइङ क्याटेगोरीमा हो। तर पेइङ क्याटेगोरीमा पढ्दैमा चाहिँ यो चाहिँ वर्थ छैन, राम्रो होइन भन्ने चाहिँ एउटा मिसकन्सेप्सन छ, त्यो चाहिँ गलत हो है। यो गलत किन हुन्छ भन्दाखेरि चाहिँ देयर आर सम एडभान्टेज इफ यु स्टडी इन पेइङ। स्कलरसिप पढ्ने स्टुडेन्टहरूले चाहिँ 2 वर्ष चाहिँ जागिर गर्नुपर्ने हुन्छ, त्यो बोन्डिङ गर्नुपर्ने हुन्छ कम्पलसरी, द्याट इज फ्रम गभर्मेन्ट रुल्स। 2 वर्ष बोन्डिङ चाहिँ पेइङ पढ्ने स्टुडेन्टहरूले नगर्दा पनि हुन्छ। एमबिबिएस सकिने बित्तिकै 1 वर्ष मात्रै प्र्याक्टिस गर्ने र इमिडिएटली उनीहरू पोस्ट ग्रेजुएसनमा जान सक्छन्। त्यस कारणले गर्दाखेरि आफ्नो पोस्ट ग्रेजुएसन छिटै कम्प्लिट हुन्छ र आफू छिटै एउटा ठुलो डाक्टर बनिन्छ। र अर्को एउटा सबभन्दा ठुलो र ग्रेटेस्ट मिसकन्सेप्सन के हुन्छ एमबिबिएसको भन्दा, एमबिबिएस गर्ने बित्तिकै मान्छेले धडाधड पैसा कमाउन थाल्छन् भन्ने सबभन्दा ठुलो ग्रेटेस्ट मिसकन्सेप्सन हो। एउटा एमबिबिएस पास गरिसकेपछि एकजना मेडिकल अफिसरको स्यालेरी भनेको 40,000 to 50,000 को रेन्जमा हुन्छ। जुन ल्याभिस लाइफस्टाइल हामी देख्छौँ ठुल्ठुलो डक्टरहरूको, त्यो चाहिँ एमबिबिएस सकिने बित्तिकै चाहिँ हुँदैन। द्याट इज द ग्रेटेस्ट मिसकन्सेप्सन रिगार्डिङ रेपुटेसन है। डक्टर पढिसकेपछि चाहिँ सबैजनाले गन्ने, मान्ने र एकदम हाई रेपुटेसन हुन्छ भनेर भनिन्छ। द्याट इज भेरी भेरी ट्रु है। एमबिबिएस पढ्ने बित्तिकै एकदम नोबल प्रोफेसन हो, रेस्पेक्टेबल प्रोफेसन हो, सबैले रेस्पेक्ट गर्ने, माया गर्ने, सम्मान गर्ने प्रोफेसन हो, लाइफ सेभिङ प्रोफेसन भएको कारणले गर्दाखेरि चाहिँ एकदम हाइली रेपुटेड
प्रोफेसन हो र अलङ विथ द्याट एमबिबिएस ब्रिङ्स अ लट अफ रेस्पोन्सिबिलिटी, लट अफ ड्युटी। एमबिबिएस गरिसकेपछि यु विल बी एन एक्जाम्पल। सबैले तिमीलाई नै हेरिरहेका हुन्छन्, सबैको तिमी एउटा एक्जाम्पल हुन्छौ। आफ्नो बच्चाहरूलाई प्रेरणा दिइरहेका हुन्छन् कि उहाँ जस्तो बन्नुपर्छ भनेर। देयर आर सम मिथ्स रिगार्डिङ द मेडिकल कलेज एज वेल। कुनै पनि मेडिकल कलेजको पेसेन्ट फ्लोले चाहिँ कलेज सेलेक्सन क्राइटेरिया डिफाइन गर्ने कि नगर्ने भनेर, अथवा पेसेन्ट फ्लो हेरेर कलेज जाने कि नजाने भनेर है। अब यो कुरा चाहिँ एकाडेमिक्समा लागु हुँदैन, किनभने पेसेन्ट फ्लो भए पनि नभए पनि त्यो कलेजको पढाइ चाहिँ त्यो कलेजको प्रोफेसरमा डिपेन्ड हुन्छ र पेसेन्ट फ्लोमा डिपेन्ड हुँदैन। तर जब तिमी इन्टर्नसिपमा इन्टर गर्छौ तब पेसेन्टबाट नै तिमीले सिक्ने हो नि त, रियल पेसेन्ट रियल केस हेरेर नै सिक्ने हो। त्यसकारणले गर्दाखेरि चाहिँ पेसेन्ट फ्लो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ इन्टर्नसिपको बेलामा। यस है, पेसेन्ट फ्लो हेरेर पनि तिमीले कलेजको प्रायोरिटी सेटिङ डिटरमाइन गर्नुपर्ने हुन्छ। र अर्को एउटा मिसकन्सेप्सन भनेको चाहिँ एमबिबिएस इन आवर ओन कन्ट्री नेपाल इज बेटर देन एमबिबिएस इन अदर कन्ट्रिज है, नेपालीको लागि। र त्यो एकदम फ्याक्ट हो र त्यसमा पनि म अग्री गर्छु है। जब तिमी बाहिर पढ्न जान्छौ सबभन्दा पहिला चाहिँ ल्याङ्ग्वेज ब्यारियर आउँछ। नयाँ कल्चर, नयाँ रुल्स एन्ड रेगुलेसन, सबै कुरा इन्भाइरोमेन्ट नयाँ ठाउँमा कोप अप हुनुपर्छ। नेपालको सिलेबस, नेपालमा पढाइ हुने तरिका र बाहिर पढाइ हुने तरिका चाहिँ एकदम डिफ्रेन्ट छ। त्यसकारणले गर्दाखेरि चाहिँ नि यता आइसकेपछि यहाँको हेल्थ केयर सिस्टममा कोप अप हुन अलिकति टाइम लाग्छ। ल्याङ्ग्वेज ब्यारियरको कारणले गर्दाखेरि अलिकति बढी एक्सपेन्सिभ हुने कारणले गर्दाखेरि चाहिँ नि नेपालमा नै एमबिबिएस पढ्नु इज बेटर देन फरेन। Okay guys, thank you very much for watching this video. If you have got any confusion, any other queries regarding MBBS in Nepal, नेपालमा मेडिकल स्टुडेन्टहरुको बारेमा के अरु कुराहरु जान्न मन छ, please comment down in the comment box. I'll try to address in the next video. If there are many queries regarding MBBS, regarding medical school, regarding medical students, or interesting myths, interesting misunderstanding, misconceptionहरु चाहिँ कमेन्टमा यदि भेटियो भने र इनफ कमेन्ट आयो भने चाहिँ I'll try to make part 2 of this video. Thank you very much. Thanks for watching. Stay tuned.